नमस्ते चिन्नुभयो कसरी चिन्नु भन्नु त कहाँ भेट भएको छ हाम्रो ठ्याक्कै बिएनसी मा हैन ल उहाँले मामालाई सुन्न जाने रे है सुन्न जाने किन है अनि जाने तलसम्म छोड्न भनिन् अनि पञ्चकन्या इंग्लिश बोर्डिङ ल बुनले चाहिँ हामीलाई स्कुल लाँदैछ उ पढ्ने स्कुलमा लगेर हामी कुरा गर्ने छौं अब अघि नै भनिसक्नु पीजी देखि नै हामीलाई जिम्मा दिनु भएको छ भनेपछि अब उहाँको भविष्य हाम्रो हातमा सुम्पिनु भएको छ र हामीले हाम्रो म विद्यालय प्रशासनको तर्फबाट यहाँहरूलाई के आश्वस्त गराउन चाहन्छु भने नानीले हाम्रो स्कुलमा पढुन्जेल उहाँलाई स्कलरशिप 100% स्कलरशिपको व्यवस्था स्कुलले माया बस्यो किन आज तिम्रो त्यो र सबैलाई नमस्कार फाइनली अहिले चाहिँ हामी इलाम जाँदैछौँ यहाँहरू सबैले चिन्ता गर्नुभएको राजेश पोर्तेल ज्योति जयन्ती आन्दोलनमा खुट्टा गुमाउनु भएको थियो र उहाँ अहिले पनि घरमा आराम गराउनु भएको छ र यहाँलाई मैले धेरै समयदेखि भनिरहेको थिएँ हामीले चाहिँ उहाँको खुट्टा लगाउने अभियानमा छौँ अजयजीसँग हाम्रो भेट भएको छ फाइनली अहिले हामी किर्खामा छौँ किर्खा नजिकै छौँ हामी अहिले ठ्याक्कै इलाम जाँदैछौँ इलाम फिक्कलमा चाहिँ उहाँको घर रहेको छ र उहाँ घरमा आराम गरिरहेको हामीले पाइसके पछाडि उहाँलाई भेट्न उहाँको अवस्था कस्तो छ के गर्दै हुनुहुन्छ र उहाँलाई केही सहयोग पनि गर्ने उहाँको स्कुलमा गएर पनि उहाँ पढ्ने स्कुलमा पनि केही आर्थिक स्थितिका कुराहरू हेर्ने भनेर हाम्रो टिम चाहिँ जाँदैछौँ र यता हाम्रो प्रज्वलजी हुनुहुन्छ र यता फाइनली तपाईँहरूलाई देखाउन खोजेको मान्छे चाहिँ हाम्रो दाइ हुनुहुन्छ दाइ नमस्ते नमस्ते सम्पूर्णमा नमस्ते अनि अहिले चाहिँ हामी इलाम जाँदैछौँ बाबुको अवस्था कस्तो के छ भनेर अनि सो अब हामी यो खुट्टा हाल्ने अभियानमा छौँ बाबुको अनि सो अब यसपालि चाहिँ अब के छ कस्तो छ कन्डिसन के हेल्प चाहिरहेछ हो त्यसको लागि नै गइरहेछौँ अनि ठ्याक्कै बाबुसँग पनि भेट भयो हामी के छ स्थिति हामी फेरि पनि अपडेट गर्नेछौँ थ्याङ्क यू ल फर्स्ट भेट हो नि त दाइ हाम्रो फर्स्ट भेट हो ल छोटो समयमै कुराकानी भएर होइन यो समाजसेवाकै उसले हामीलाई भेटायो टिकटक मार्फत हाम्रो कुराकानी भइसके पछाडि हाम्रो भेट भएर आज हामी भेट भएको छौँ र इलाम जाँदैछौँ तपाईँहरूलाई सबै देखाउनेछौँ इलामको पनि अनि यहाँ बाटोमा गएकोहरू पनि र बाटो एकदमै खराब छ हामी जसो तसो यो चर्को घामका बावजुद पनि राजेश पोर्तेलजीको लागि एउटा दुःख कष्ट गरेर पनि हामी जाँदैछौँ चर्को घाम छ नि दाइ लास्ट झापाको घाम कस्तो लागिरहेछ म त अब हुन त अब म इटरीमै बाबु जन्मेर हुर्केको तपाईँको थोरै हिस्ट्री पनि भन्नु त के गर्नुहुन्छ कसो गर्नुहुन्छ धेरैलाई थाहा छैन इभन मलाई पनि थाहा छैन होइन म चाहिँ एज एन सुरुमा चाहिँ मेरो म्युजिक करियरबाट सुरु भएको पहिला चाहिँ म व्यापार स्यापार गर्थेँ डुबियो अनि त्यस्तै त्यस्तै नै भयो अनि मेरो चाहिँ बेसिकली म जन्मेको चाहिँ धनकुटा तर मेरो स्टडी पढाइ बाबा मम्मीले सानैमा इटरी ल्याएर राख्नुभयो अनि इटरी बस्यो इटरीबाट बिस्तारै बिस्तारै अब सानैदेखि गीत गाउँदा गाउँदै अनि काठमाडौँ पुग्यो भोइस अफ नेपालबाट सुरु भयो मेरो जर्नी अहिले चाहिँ इफ्लेक्स इन्टरटेनमेन्ट कम्पनी हाम्रो चाहिँ अहिले चाहिँ रिसेन्टली 2 वर्ष भयो रन गरेको हामी भोइस अफ नेपालमा पनि मैले इभेन्ट म्यानेजमेन्टको रूपमा काम गरेँ म्यानेजरको रूपमा 3-4 वर्षदेखि अनि अहिले चाहिँ हाम्रो आफ्नै कम्पनी मेरो इफ्लेक्स इन्टरटेनमेन्ट युकेमा छ अनि युरोपमा छ अनि अस्ट्रेलियामा अब रिसेन्ट दुबईमा खुलेको छ अब हामी यसलाई चाहिँ ग्लोबल रूपमा बनाउन गइरहेछौँ नेपाली कला संस्कृतिलाई चाहिँ विश्वव्यापी रूपमा चिनाऊँ भन्ने हिसाबले चाहिँ एउटा सानो कदम चालेको छु तपाईँहरू सबैले माया गरिदिनु होला इफ्लेक्स इन्टरटेनमेन्ट अनि बाबुले पनि यति राम्रो काम गरिराख्नु भएको छ म चाहिँ बाबु भन्छु नाम विनोदले यति राम्रो काम गरिराख्नु भएको छ र विनोदलाई पनि सपोर्ट गरिदिनु होला किनभने युवा भएर यतिको पूर्वमा बसेर आफ्नो ठाउँलाई राम्रो गर्छु भनेर हिँडिराख्नु भएको थियो जेनजी आन्दोलनमा पनि धेरैलाई सहयोग पुर्याउनमा बाबुले धेरै हेल्प गर्नुभएको छ अनि उहाँलाई पनि एकदमै सबैले सपोर्ट गरिदिनु होला माया गरिदिनु होला यो माया चाहिँ सधैँभरि रहिरहोस् हामी चाँडै पनि फेरि पनि यस्तै सामाजिक कामहरू लिएर विनोदसँग जोडिन पाओस् अनि हामी विनोद र मैले अरू धेरै मान्छेहरूलाई खुसी दिन सकौँ थ्याङ्क यू दाइ एकदमै धन्यवाद छ दाइलाई हेर्नु भएको छैन भने अर्को कुरा पनि भन्न बिर्सेछु म चाहिँ हल्का फुल्का गीत पनि गाउँछु अनि सो हामीले चाहिँ एउटा म्युजिक भिडियो माया बस्यो युट्युबमा रिलिज गरेछौँ मेरो अजिस पौडेल च्यानलमा
अनि त्यहाँबाट आएको चाहिँ जति पनि फन्डहरू हुन्छ उहाँलाई डोनेसन गर्छौँ। अनि अर्को कुरा भनेको चाहिँ अनि टिकटकमा जति धेरै तपाईँहरूले टिकटक बनाइदिनु भयो त्यति नै धेरै म्युजिक प्लेटफर्मबाट पैसा आउँछ। युट्युबबाट भन्दा पनि म्युजिक प्लेटफर्मबाट अझै धेरै पैसा आउँछ। सो त्यहाँबाट जति कलेक्ट हुन्छ अनि नपुगेको हाम्रो इफ्लेक्स इन्टरटेनमेन्ट अनि विनोदले पनि यति धेरै सपोर्ट गरिराख्नु भएको छ। देश विदेशबाट जहाँ जहाँबाट सपोर्ट आउँछ त्यो पैसा चाहिँ हामी स्वतः रूपमा तपाईँहरूलाई देखाएर यति कलेक्सन भएको छ र यति खर्च लाग्यो भनेर हामी उहाँलाई खुट्टा हाल्नमा मद्दत गर्छौँ। अनि त्योबाट बचेको पैसाहरू फेरि हामी विनोद भाइ र म गएर अरू ठाउँमा फेरि त्यस्तै सहयोगी जसलाई चाहिन्छ अब जो चाहिँ एकदम गाह्रो स्थितिमा हुनुहुन्छ उहाँलाई हामी डोनेट गर्नेछौँ। थ्याङ्क यू बाबु। ल उहाँ भनिहाल्नु भएको छैन, गीत पनि गाउनुहुन्छ, हामी इलाममा गएर सुन्छौँ है गीत। ओके ओके ल दाइको गीतहरू पनि सुनेछौँ। एकदमै रमाइलो हुनेछ यो यात्रा, तपाईँहरूले चाहिँ स्किप नगरी भिडियो हेर्नु होला अन्तिमसम्म, किनभने रमाइलो टिम छ हामीसँग। हामी इलामसम्म जानेछौँ, दाइको गीत सुन्नेछौँ। यहाँ सबैजना कलाकार जस्तै हुनुहुन्छ होइन, एक्टिभ मान्छे युवाहरू हुनुहुन्छ र पर्दा पछाडि के भन्छ हामीलाई लाने होइन हाम्रो पाइलट हुनुहुन्छ। स्पोन्सर यो गाडीको स्पोन्सर चाहिँ मेरो दाइ हुनुहुन्छ बद्री कार्की, विराट चोकमा बसेर व्यापार व्यवसाय चलाइराख्नु भएको छ। दाइ यो सामाजिक काममा जाँदाखेरि कस्तो फिल भइरहेछ? यो चाहिँ म चाहिँ अन्तरात्माबाट एकदम खुसी व्यक्त गर्न चाहन्छु यस्तो काममा होइन। अब यो युवाहरूले गर्ने युवाहरूकै जोस जाँगरको काम हो है। अब म चाहिँ अब यो सामाजिक यस्तो सोसियल कामहरूमा चाहिँ खासै पहिले चाहिँ त्यति म पनि थिइनँ। मलाई पनि एउटा अपर्च्युनिटी मिल्यो यस्तो काममा सहयोग गर्नको लागि। त्यो भएकोले म चाहिँ आज भाइहरूसँग यहाँ छु है। अब भोलिको दिनमा आगामी दिनहरूमा फेरि यस्तो अवसर पायो भने मेरो तर्फबाट मैले नि सहयोग गर्ने नै छु। थ्याङ्क यू। अब चाहिँ गर्मी छोडेर जाडोमातिर जाँदैछौँ। अनि अहिले चाहिँ हामी यो कहाँ अरे मलाई थाहा नै भएन। हामी 4 आली मेचीनगर 13 ठ्याक्कै यता बोर्ड देखिरहेको थियो मैले। अब यहाँबाट हामी 1 घन्टामा पुग्छौँ है। हामी 1-1.5 घन्टामा चाहिँ सो आइ एम सो ह्याप्पी अनि एक्साइटेड राजेशलाई भेट्नलाई। लाइट हामी जाँदैछौँ। र यो चाहिँ चिया बगान हो, यहाँको एकदमै यो चिया बगान पनि ठुलो छ। ग्रिन टी स्टेट भन्ने यही हो। ल हामी यहाँ केही खाजा किन्दैछौँ। हेलो, हामी फाइनल्ली कन्यामा आइसकेको छौँ र हामी फिक्कल जानेछौँ। हाम्रो राजेश पोर्तुलकोलाई भेट्न चाहिँ हामी इलामको फिक्कलमा हुनुहुन्छ म। इलाम जान्छ फिक्कलमा है। ल इलाम प्रस्थान भइसकेको छौँ हामी। फिक्कलको यात्रा अब हाम्रो आज चाहिँ मौसम अलिक खुलेको रहेनछ होइन, उसै लागेर। तर हामी आइसके पछाडि यो खोल्नु पऱ्यो भनेको थियौँ, ठ्याक्कै खुलिरहेछ। आई होप अबको केही समयमा यो खुल्ने पनि छ। माया बस्यो किन आज तिम्रो त्यो हाँसोमा पहिलो चोटि नजर जुध्यो तिम्रो त्यो आँखामा किन होला हर पल हर क्षण सताइरहन्छ सताइरहन्छ तिम्रो नै मायामा डोर्याऊ मलाई सुम्पेऊ जीवन लैजाऊ मलाई। फुल भिडियो चाहिँ युट्युबमा गएर हेर्नु पर्ला युट्युब च्यानलमा। ल थ्याङ्क यू दाइ। पशुपति नगर जान्छ यताबाट। श्री अन्तु पनि यतैबाट जान्छ होइन? हो पशुपति नगरबाट होला। अलिक तलबाट जान्छ। अन्तु गएको छैनस्? श्री अन्तु गएको छैन म। यता होला इलामको बस स्ट्यान्ड अलिक
ल हामी चाहिँ ठ्याक्कै राजेश पोर्तेलज्यूको घर नजिक आइसकेको छौँ। यहाँसम्म मात्र गाडी जाँदो रहेछ, बाटो रहेछ होइन। अहिले चाहिँ हामी हिँड्दै जाँदैछौँ। गुरुजी हाम्रो अर्को साथी होइन, हिँड्न सकिन्छ नि होइन? दामी के ल कस्तो लागिरहेछ अहिलेसम्मको ओभरअल? राम्रो भइरहेछ, दामी रहेछ। आउने बेलामा चाहिँ निस्किने बेलामा चाहिँ झन् दामी बाटो रहेछ है। ल ट्र्याकिङ पनि भयो नि त। भइरहेछ। ल गाई पनि फुल्न थाल्यो। अब हामी जाँदैछौँ यहाँबाट थोरै नजिकै होला। लामो लामो फेर्न थालिहाल्यो नि पाहाडको बाटो हिँडेर होला होइन। ल यसलाई चाहिँ देख्नु भएको थिएन होला। र हाम्रो छैन, उहाँ चाहिँ को पो हो? मेरो बहिनी बहिनी हजुर। अनि हामी ठ्याक्कै राजेशजीको घर आइपुगेको छौँ। राजेश पोर्तेलज्यूको घर चाहिँ हामीले लगभग यो फिक्कल बस स्ट्यान्डबाट थोरै हिँडिसके पछाडि चाहिँ उकालो चढिसके पछाडि राजेशजीको घर आइँदो रहेछ र हामी उहाँको घरभित्र छिर्दैछौँ। हेलो सबैमा नमस्कार हजुर। ल हजुरहरू पनि राजेशले लिएर आउनुभएको? हजुर कस्तो रहेछ, ठिक छ? उहाँको अहिले त्यो अब कहाँबाट आउनुभएको थियो हजुरको नाम भनिदिनु न। मेरो सरोज भट्टराई सरोज भट्टराई हजुरको? हामी यहीँ हो, मेरो गोविन्द पौडेल यहीँ नजिकै हो, सुनापा 10। उहाँको छोरी चाहिँ हाम्रो स्कुलमा ए स्कुलबाट आउनुभएको? हजुर हजुर स्कुलबाट यहाँ ल हामी हजुरको स्कुल पनि आउनेछौँ है त अहिले। ल ठिक छ, म चाहिँ विनोद थापा रिपोर्टर झापाबाट। उहाँको फर्स्ट भिडियो बिएनसीमा गएर हाल्ने मै थिएँ, हेर्नु भएको छ होला। म्याम नमस्कार। नमस्कार। ल हजुर सबैलाई नमस्कार। धेरैजना पो आउनु भएको रहेछ तले। ल सबैजना स्कुलबाट चाहिँ राजेशजीलाई सपोर्ट गर्न आउनु भएको रहेछ, एकदमै खुसी लाग्यो है। स्टाफहरू है हजुर? हजुर स्टाफ। ल सबैलाई नमस्कार। हामी पनि जानेछौँ, हेर्नेछौँ। चिन्नु भएन, अहिले चिन्नुहुन्छ, अहिले म चिनाउँछु ल। ल यतापट्टि पनि सबैजना नमस्कार। ल रमाइलो हुँदोरहेछ दाइ, नमस्ते। ल नमस्ते। चिन्नुभयो? कसरी चिन्नु भन्नु त? कहाँ भेट भएको छ हाम्रो? हाम्रो ठ्याक्कै बिएनसीमा होइन। ल उहाँले चिन्नु भएछ, उहाँको मम्मी कहाँ जानुभएछ, उहाँले चिन्नु भएन छ। धेरैजनाले प्रतीक्षा, धेरैजना भन्नुहुन्थ्यो होइन उहाँलाई फेरि भेट्नु होला, कस्तो छ देखाउनु होला भनेर। फाइनली उहाँसँग आज भेट भएको छ। नानी है नमस्ते, नाम के हो हजुरको? अलिस्का पोर्तेल। ल कति राम्रो, कति मजाको, कति क्युट हुँदो रहेछ है। ठिकै छ, ल हामी कुराकानी गर्नेछौँ। फाइनली आइपुग्यो त? थ्याङ्क यू। ल हाम्रो टिम आइसकेको छौँ र उहाँसँग थोरै कुराकानी गर्नेछौँ। यता हाम्रो साथी हुनुहुन्छ, उहाँहरू सर म्याम हुनुहुन्छ, सरहरूलाई पनि नमस्कार छ। दिदीहरूले माया गर्नुभएको छ होइन। नमस्कार, अत्यन्तै खुसीको कुरा छ, हामी राजेश पोर्तेलज्यूको घरमा छौँ र छिट्टै नै उहाँको खुट्टा लगाउने अभियानमा छौँ हामी। हाम्रो अजय पौडेलज्यूको टिम र हाम्रो टिम मिलेर हामीले चाहिँ होइन उहाँको फ्यामिलीलाई भेट्यौँ, कुरा गऱ्यौँ। धेरै कुराहरू गर्न सकिएन किनभने एकदमै माहौल बिजोग होइन। यहाँ उहाँ आमाको रोदन पीडा, राजेशजीको खुट्टा नदेख्दा अनि छोरी रुँदा होइन एकदमै गाह्रो भयो र हामी चाहिँ अहिले यहाँबाट निस्किँदैछौँ होइन। उहाँहरूसँग बिदाई मागेका छौँ अनि हामी जाँदैछौँ। लगभग बेलुका 4 बजिसकेको छ, 4 भन्दा पनि 5 बज्न लागेछ है। अब हामी झापा जान्छौँ अनि फेरि उहाँ गएर भिडियोहरू खिचेको छौँ, आउँछ, तपाईँहरूले हेर्नुहोला, सहयोग गर्नुहोला। र अब नयाँ खुट्टा लगाउने, नक्कली खुट्टा लगाउने हाम्रो अभियान छ, सहयोग गर्नुहोला है त। हामी चाहिँ अहिले जाँदैछौँ यहाँबाट। सबैजनालाई ल बाई। र हामी चाहिँ यहाँबाट लाग्यो, म चाहिँ राजेश पोर्तेलज्यूको घर हो। हस् थ्याङ्क यू दिदी। र फाइनल्ली हाम्रो राजेश पोर्तेल दाईको छोरी, क्युट छोरी होइन। अनि अहिले चाहिँ बुनीले हामीलाई छोड्न जाने अरे, तलसम्म मामालाई छोड्न जाने अरे है। छोड्न जाने कि न है? अनि जाने तलसम्म छोड्न भनिन्। अनि हामी जाँदैछौँ, भान्जी म होइन। कति क्युट छोरी छ। अनि हामी चाहिँ अहिले कहाँ जाँदैछौँ भने, कहाँ पढ्ने हो तिमी पढ्ने स्कुल? पञ्चकन्या इङ्ग्लिस बोर्डिङ स्कुल। पञ्चकन्या नि ऊ पढ्ने स्कुलमा जान्छौँ। अनि उनी पढेको स्कुलमा गएर चाहिँ के भन्छौँ भने उनलाई चाहिँ 10सम्म फ्रीमा पढाइदिनु होला भनेर रिक्वेस्ट गर्न जाँदैछौँ। अनि नानु पढ्छ नि है? कति पढ्छ? धेरै पढेर के गर्छ? डक्टर बनेर के गर्ने? बाबाको खुट्टा लगाउने नि, नयाँ खुट्टा है। सपोर्ट गर्छ नि, धेरै सपोर्ट गर्छ है। ल
माया गर्दो हाम्रो यति क्युट बुनु हुनुहुन्छ अब हामी चाहिँ बुनुको स्कुल जान्छौँ है त ल बुनुले चाहिँ हामीलाई स्कुल लाँदैछ ऊ पढ्ने स्कुलमा लगेर हामी कुरा गर्नेछौँ अहिले चाहिँ हामी हाम्रो भान्जीको लागि हाम्रो बुनुको लागि स्कुलमा कुरा गर्नको लागि स्कुल जाँदैछौँ ए यो देखेको छु खाएको पनि छु नि यो त बहुत मिठो पो हुन्छ त अघिदेखि रुख भेडा रङ नगरे होला ल हेर्नुहोस् त्यसरी पहिरो जान्छ पाहाडमा यही हेलो के छ कस्तो छ हिँडाइ राम्रै भइरहेछ रमाइलो भइरहेछ हामी पाहाड हिँड्न ट्रेकिङ गर्दैछौँ ट्रेकिङ गरे जस्तो भइरहेछ जाडो छ चिसै छ अहिले हामी चाहिँ भान्जी छिटो गइरहेछ है उहाँ पुगिसक्नुमा हामी चाहिँ पछाडि छौँ हिँड्न नसकेर नि फेरि मामा भान्जी अगाडि पुगिसक्यो यो करेला भन्छ यसलाई फेरि तराई मान्छेलाई के भन्छ भने इस्कुस भन्छ यहाँ करेला भन्छ होइन यहाँ पनि इस्कुस भन्छ अनि हाम्रो पाहाड खोटाङमा त पहिला अनि इस्कुस करेला भन्थ्यो यसलाई चाहिँ यसरी फल्छ यहाँ हेर्नुहोस् त है ल हामी स्कुल आज चाहिँ हामी पञ्चकन्या इङ्ग्लिस बोर्डिङ स्कुलमा आएका छौँ अनि यहाँको सञ्चालक सर म्याम हुनुहुन्छ अनि प्रिन्सिपल हुनुहुन्छ अनि म चाहिँ एकदमै धेरै थ्याङ्कफुल छु किनकि हामीले एउटा अभियान चलाएको थियौँ जेन्जी आन्दोलनमा खुट्टा गुमाउनु भएको हाम्रो राजेश प्रोतेलज्यूको लागि बाबुको लागि सबैबाट सरसहयोगहरू आइरहेछ अनि हामीले बाटोमा सोच्दै आइरहेको थियौँ हाम्रो विनोद भाइसँग हामीले सोच्दै आइरहेको थियौँ कि हामी स्कुलमा गएर पनि कुरा गर्छौँ भनेर सोचिरहेको थियो तर ढुङ्गा खोज्दा देउता मिल्छ भने जस्तो उहाँहरू पनि सबै टिमहरू स्कुलबाट भेट्नलाई जानुभएको रहेछ अनि सर म्यामसँग कुरा गऱ्यौँ उहाँहरूले पनि हामीले जे सोचेको थियौँ त्यो मनस्थिति बनाउनु भएको रहेछ अनि हाम्रो छोरीको लागि चाहिँ राजेश बाबुको छोरी अनि छोरीको लागि चाहिँ 10सम्म स्कलरसिप फ्री गरिदिनु भएको छ यहाँ जति पनि बस्नुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु सर म्यामलाई हजुरहरूको तर्फबाट के भन्न चाहनुहुन्छ नानीको लागि कस्तो छ पढाइ नानीको नमस्कार ठिकै छ नानीको पढाइ राम्रै छ अब पिजीदेखि नै यहाँ पढिरहनु भएको छ अब हाम्रो स्कुल चाहिँ पिजी टु क्लास 10 सम्म छ अहिले अब भविष्यमा +2 जान नसकिएला त्यो भोलिको दिनले देखाउने कुरा हो र अब हाम्रो राजेशजी हाम्रो पेरेन्ट्स पनि हुनुहुन्छ र यहाँको स्टुडेन्ट पनि हुनुहुन्छ र उहाँले अब एउटा यो जेन्जी आन्दोलन जुन परिवर्तनको लागि चाहिँ आन्दोलन भएको थियो त्यसमा आफ्नो अब खुट्टा गुमाउनु भएको छ त्यो एकदम अपूरणीय क्षति भएको छ सबभन्दा पहिला उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ हामी र अब नानीको भविष्य उहाँहरूले अब अघि नै भनिसक्नु पिजीदेखि नै हामीलाई जिम्मा दिनुभएको छ भनेपछि अब उहाँको भविष्य हाम्रो हातमा सुम्पिनु भएको छ र हामीले हाम्रो म विद्यालय प्रशासनको तर्फबाट यहाँहरूलाई के आश्वस्त गराउन चाहन्छु भने नानीले हाम्रो स्कुलमा पढुन्जेल उहाँलाई स्कलरसिप 100% स्कलरसिपको व्यवस्था स्कुलले गर्छ र स्कुलले दिने जुन सेवा सुविधामा हामी स्कलरसिप दिन्छौँ अब ड्रेस पुस्तकदेखि लिएर जुन कुरा हामीहरूले उत्पादन गर्दैनौँ त अब ती कुरामा हामीहरूले नसकिएला अब भोलिका दिनमा त्यसमा पनि समन्वय गर्दै जाँदाखेरि त्यो कसो हुन्छ त्यो भोलिको दिनले बताउने कुरा हो अहिलेलाई भनेको चाहिँ हामीले नानीलाई हाम्रो स्कुलमा पढुन्जेल 100% फीमा चाहिँ 100% स्कलरसिप हामी प्रोभाइड गर्छौँ थ्याङ्क यू सो मच यति ठुलो मनको लागि अनि यो सपोर्ट यो माया अनि यो स्कुल चाहिँ अझै धेरै राम्रो हुँदै जाओस् अझै धेरै स्टुडेन्टहरूले यहाँनिर शिक्षा लिएर ठुलो ठुलो मान्छेहरू हुनुहोस् हाम्रो यही शुभकामना छ हजुरहरूलाई यो हामीलाई देखाउनु भएको मायाप्रति चाहिँ हामी जीवनभरि आभारी छौँ हजुरहरूसँग थ्याङ्क यू